हजुर आजको हाम्रो चाहिँ यो ब्लाउजको प्याटर्न है हाम्रो यो प्याटर्नमा बनाएको छु मैले यो हजुरहरूले आफ्नो साइजको बनाउने यसमा चाहिँ यहाँदेखिको यो लेन्थ आयो 14 लेन्थ थियो 2.5 इन्च प्लस गरेर 16.5 इन्च लिएको छौँ काँखीको पोइन्ट लिँदा फेरि हामीले कति लिएको थियौँ छातीलाई 8 ले भाग गरेर 2.5 इन्च प्लस गरेको छ 34 चेस्टको यहाँ 7.5 इन्च आएको छ हजुरको चेस्टको लागि 34 को लाई डिभाइड बाइ 4 गर्दा फेरि यहाँदेखि यहाँ 8.5 आएको छ 2 इन्च एक्स्ट्रा लिएको छ हजुरको यहाँ कम्मरमा आउँदा कम्मरलाई 4 ले डिभाइड गरेर 7 इन्च हजुरको यहाँनिर आयो फिर 1 इन्च प्लस डाटको लागि गरेर यहाँदेखि यहाँ 8 इन्च प्लस 2 इन्च कम्मरदेखि यो इन्डिङसम्म हजुरको आयो 10 इन्च माथि हजुरको आयो 10.5 इन्च अब रह्यो हजुरको टक्स पोइन्ट यहाँ माथिबाट 10 इन्च हजुरको छ हाफ इन्च प्लस गरेर 10.5 मा यो पोइन्ट आयो यताबाट चाहिँ 34 चेस्टको भएर हजुरको यहाँदेखि यहाँ 3.5 इन्च डट ग्याप डट लम्बाई यसको हजुरको टक्सको ग्यापिङ चाहिँ 1.5 इन्चीको छ यहाँदेखि 1.5 इन्चीको भयो हाम्रो आयो गलामा गला लिँदा फेरि हजुरको यो कर्नरबाट यहाँ 3 इन्च गला छाटेको छ यहाँदेखि यहाँ 8 इन्च आएको छ 8 इन्च आएर एउटा हामीले ब्लक बनाएको थियौँ यहाँदेखि 3 इन्च यहाँदेखि 3 इन्च ब्लक बनाइसकेपछि मिड पार्ट यहाँदेखि यहाँको मिड पार्ट लिएको थियौँ मिड पार्टबाट फेरि 2 इन्च डाउन जाँदा यहाँ आएको थियो र यो हामीले फ्री ह्यान्ड सेप बनाएको छ टेम्पल सेप आउँछ यो स्माइल अब यहाँ बेल्टमा हेर्छु है त बेल्टमा के गरेको छौँ हामीले यो इन्डिङबाट चाहिँ यहाँबाट 3.5 इन्च अप गएको छ डाटको सिधाबाट 2 इन्च माथि गएको छ यता सेपबाट पनि 2 इन्च माथि गएको छ र यो हामीले फ्री ह्यान्ड बनाएको छौँ है यहाँ हाफ इन्च 1 इन्च सेप नि अन्त सवा लिनु होला यहाँबाट काँखीको ग्याप हजुरहरूको काँखीको लागि यो सेपको लागि चाहिँ हाम्रो चाहिँ 1 इन्च ब्याकमा 1.5 देखि 1.5 जान्छ यसमा 1 इन्च गएर यो फ्री ह्यान्ड गएको छ यहाँदेखि यहाँ मिड लिएर भयो हजुरको फ्रन्टको यहाँ भयो हजुरको ब्याकको टोटल लम्बाइमा 1 इन्च प्लस लिनु भएको छ यहाँदेखि हजुरको कम्मरको 4 भागको 1 भागमा 1 इन्च डाटको लागि लिनु भएको छ फेरि 1.5 इन्च सिलाइ भाग फ्रन्टकोमा 2 इन्च ब्याकमा 1.5 इन्च खिपको लागि यहाँ 1 इन्च छुट्टै राखेको हाफ इन्च छुट्टै राखेको छौँ हामीले है अब यो सेपको लागि हजुरको जति आएको छ जति गला लिनु भएको छ त्यसको मिडमा लिएर 5 इन्च भित्र डाउन गएर चाहिँ यो सेप आएको छ है यहाँदेखि यहाँसम्म अब रह्यो हाम्रो बाहुलाको हेर्नुहोस् है टोटल हाम्रो लम्बाइ 15 इन्च हजुरको 1 इन्च सिलाइ भाग हाफ इन्च माथि पाइपिङमा हाफ इन्च हाम्रो बाहुला जोड्दा फेरि जान्छ यो पोइन्ट लिँदालाई हामीले स्ट्रेट गराउनुहुन्छ हजुरले यहाँदेखि यहाँ सिधा लिएपछि काँखीको 12 भागको 1 भाग यहाँ जानुहुन्छ लगभग 3.3 आउँछ हामीले 3 इन्चमा लगाएको छ र यो ब्याकको यसरी सेप लगाएको छ हामीले सेप स्केल लगाएर र यहाँ हाफ इन्च भित्र चाहिँ फ्री ह्यान्ड यो गएको छौँ है यहाँदेखि यहाँ 8.5 इन्च चेस्टको 4 भागको 1 भाग लिएको छ सिलाइ भाग समेत हामीलाई चाहिने चाहिँ 15 इन्च यहाँदेखि यहाँ 7.5 चाहियो 7.5 को बीच 4.25 यहाँ लिएको छु 4.25 को बीच 2.25 इन्च यहाँ लिएको छु 4.25 इन्चबाट यो अगाडिको सेपको लागि हाफ इन्च माथि यो 2.25 मा गएर चाहिँ फेरि त्यहीँ डाउन आएको छु यो चाहिँ फ्रन्टको यो ब्याकको भयो ठुलो साइज छ भने चाहिँ यहाँबाट 5.5 इन्च भित्र गएर माथि गएर चाहिँ यसको र यसको मिड लिनु होला यो 12 इन्च आएको छ सेप स्केल लगाउँदा हजुरको यहाँ कपडा झोल्लिने प्रब्लम आउँदैन काँखीमा कपडा खुम्चिँदैन मोटा राउन्डमा डिभाइड बाइ 2 9 इन्च प्लस 1 गरेर चाहिँ हाम्रो 10 हुन्छ है यहाँदेखि यहाँ 4.5 यहाँ आउँदा 5.5 हुन्छ फोल्डमा खोल्दा फेरि हाम्रो यो कस्तो आयो स्लिप सरी एकछिन है हजुरलाई म सबै देखाउँछु यो स्लिप भयो यसरी आयो अब म हजुरलाई देखाउँछु फ्रन्टको पार्ट कट छ यहाँ र यहाँ मैले काटेको छैन यो पनि म काटिदिन्छु यहाँ काट्नुपर्छ फेरि काटेको छैन भन्नुलाई यो कट हुन्छ है यहाँदेखि यहाँ यो टोटली काटिन्छ नै कटिङ हुन्छ हाम्रो तयारीमा बस्छ यसको अलिकति ग्याप यो भयो हाम्रो फ्रन्टको पार्ट हेर्नुहोस् त यो स्लिप भयो यो फ्रन्टको पार्ट भयो अब ब्याक पार्ट हजुरको यहाँ
ब्याक पार्ट पनि हेर्नु होला है, ब्याक पार्टको सेप कस्तो थियो हाम्रो। फ्रन्ट ब्याक राम्रोसँग हेर्नु होला र हजुरहरूले पनि यस्तै गरी प्याटर्न आफ्नो साइजको, यो मैले मेरो साइजको प्याटर्न बनाएको छु, यहाँहरूले चाहिँ आफ्नो साइजको प्याटर्न बनाएर अनि